हेलो गाइज वेलकम टु माई च्यानल। आज फेरि नयाँ भ्लग, नयाँ दिन, नयाँ भ्लग, नयाँ टार्गेट, नयाँ डेस्टिनेसन। आजको राइडमा चाहिँ के गर्ने भन्दा फेरि अब काम त त्यस्तो खासै होइन, नेहरू प्लेसको काम हो अलिकति हो। नेहरू प्लेस जानुपर्छ आज। सालाहरू ढिलाहरू बिचबिचमा आउँछ यार। अरे भाइ साहब के यस्तो गदर मचाइदिएको। आज चाहिँ नेहरू प्लेसमा काम छ सानो, त्यसको लागि अब नेहरू प्लेसपट्टि जाँदै। लास्ट भ्लग मैले हिजै अपलोड गरेको, जो लास्ट मैले भिडियो सुट गरेको थिएँ। अब हेरौँ यो अगर आज नै एडिट भयो भने त आज नै हाल्नु साह्रो पर्छ। दिल्लीमा जाडो एकदम पिक लेभलमा पुगिसकेको छ। बिहान बेलुका खतरा जाडो, दिउँसो त फेरि पनि यतिको त ठिकै छ हो। बेलुका र बिहान चाहिँ खतरनाक जाडो हुन्छ, सहनु नसक्ने साह्रो। अहिले त ठिकै छ, ग्लोभ्स बिना कुदाइरहनु पाएको छ, त्यस्तो जाडो छैन। बाटो देऊ, छोटा मोटा गाडीहरू बाटो देऊ। यो के भयो, यो बस छ्याप्पै रोक्यो त अन्त। यो बाटो चाहिँ हुँदैन रहेछ क्या कहिले जिन्दगीमा कहिले फ्री नभेटाउने रहेछु मैले यो बाटो चाहिँ। यहीँदेखि यस्तो छ, अगाडि झन् कस्तो होला। लु भेटायो ट्राफिक जाम हो। अब चाहिँ गर्दा सुरु हुन्छ ट्राफिकको। आइसला दामी बनाएछ त हौ, अलैबिल चाहिँ दामी हानेको रहेछ है। खतरा खतरा मन पर्यो मलाई अलैबिल। ब्ल्याक थियो माथि गाडी पुरा होइन, पुरा ब्ल्याक कलरको गाडीमा ब्ल्याक अलैबिल हाल्दैछ, त्यो पनि साइनिङ गर्ने। यस्तैको मोड्सहरू चाहिँ हुनुपर्छ क्या। ट्राफिकबाट निक्ल्यो अब चाहिँ। भिड बहुत आज पनि, हमेसा की तरह, हमेसाको जस्तो भिड यस्तै हो यो बाटोमा। अब एक्सपेक्टेसनै राख्दिनँ म कहिले फ्री हुन्छ भनेर। बिहानै 6 बजी आयो भने मात्रै खाली भेट्छ होला यो बाटो पनि। एकताल चाहिँ मैले खाली भेटेको थियो, एक दुई ताल भन्दामा पनि, जब म खरसाङ गएको थिएँ। खरसाङ दिल्लीबाट जब दार्जिलिङको राइड गर्दाखेरि राति कति बजी भन्दाखेरि 1 बजीतिर, एक 2 बजी निक्लेको। त्यति बेला चाहिँ यो बाटो खाली भेटेको थिएँ। त्यसको बाद त सायदै भेटाएँ मैले, याद पनि छैन। खाली छ भने कम त मजा आउँछ यो बाटोमा। यहाँ चाहिँ अब अपछि भेटाइरहेको छ ऊ, अपछिले कुदाउँदैछ, खतरनाक कुदाउँदैछ। ठिकै थियो अघि, यो पनि ठिकै थियो अघिसम्म, लेकिन अचानक अब दाजुलाई याद आयो कि यसकोमा 300 सीसी छ भनेर क्या।
हामी पनि कम्ती हो र अन्त 250 सीसी भयो भगाउने हो नि खुब भगाउने नि घर यसलाई ओभरटेक गरौँ है साह्रै मजा आएन योसित कुदाउनु अरे वाह यो ब्याट्रीवालाको नाम चाहिँ के अरे यो ब्याट्रीवाला गाडीको नाम चाहिँ विमान अरे क्या लाइक विमान भनेको चाहिँ मेरो हिसाबमा चाहिँ उयोहरूलाई भन्छ होला है प्लेनहरूलाई होइन प्लेनहरूलाई भन्यो नि यसलाई चाहिँ के कस्तो खालके प्लेन भन्नु जबकि यो रोडमा सबभन्दा ढिला गाडी यही हो नाम चाहिँ विमान अरे वाह आफ्नो आँट्यो अब त ट्राफिक बेसी जस्तो चाहिँ यो रुटमा चाहिँ अब ट्रक्सहरूले गर्दा नै हुन्छ क्या यस्तो छ ट्रक्स किनकि अब यहाँनिर यो अगाडि नेहरू प्लेसको बाद इन्डस्ट्रियल एरिया छ नि त त्यहाँ चाहिँ अब ट्रकहरूको आनाजाना बहुत भइरहन्छ त्यही भएर होला लु आइपुग्यो अब यहाँ चाहिँ बाइक राख्नु चाहिँ मलाई डर लाग्छ पुरा लोकल हुनु त प्राइभेट पार्किङ हो तर अब पुरा चिप्काइ राख्छ नि त डरसरी हुन्छ है डरसरी हुन्छ यहाँ भिड पनि त्यस्तै रहेछ फेरि हो लु अब चाहिँ निक्ल्यो नेहरू प्लेसबाट काम खतम सफ्टवेयर हाल्नु थियो सफ्टवेयर हाल्यो तान्नुपर्छ घरिघरि है खिचो हमारा न्यू सब्सक्राइबर भाई हाई कर दो अरे भाई थैंक यू अहिले ट्राफिकमा उभिरहेको थिएँ होइन अहिले उभिँदै ट्राफिकमा सोध्यो भाइ तेरो च्यानलको नाम के हो भनेर सोध्यो नि त च्यानलको नाम देख्थेँ त्यहाँबाट सब्सक्राइब गरिदिएँ जसले बुझ्नु त बुझ्दैन अब हेरोस् र पनि के गर्नु पहिलावाला भिडियोहरू त सबै हिन्दीमा छ मेबी त्यो त हेर्छ होला यसरी बढ्दो रहेछ अब मैले सोचेको अब यो बाइकमा चाहिँ अब युट्युब च्यानलको नेम चाहिँ बाइकमा स्टिकरिङ गरिदिउँ क्या ताकि कसलाई सोध्नु नपरोस् सोधिरहने कामै छैन सिधै हेरेर स्टिकर चिप्काउनु पर्छ युट्युब च्यानल नेमको अब हेरौँ त्यसको पनि के हुन्छ अब एडिटिङ पनि गर्नुपर्छ हो अब मैले फोटोसप पनि मतलब अब मैले फोटोसप हालेको छु फोटोसपमा चाहिँ के हुन्छ अब फोटोहरू एडिटिङ हुन्छ मजाले तरिकाले अब सिक्ने हो फोटोसप पनि भिडियो एडिटिङ पनि सिक्दैछु ल्यापटपमा भिडियो एडिटिङ फोटो एडिटिङहरू सिक्यो भने चाहिँ धेरै राम्रो छ क्या अगाडि गएर राम्रो नलेजहरू लिइराख्नुपर्छ किनकि आजकल डिजिटलको जमाना हो डिजिटलको जमानामा लिएको राम्रो साला GTA 5 चाहिँ मैले पाइनँ आज हो GTA 5 हेर्नु पनि गएको GTA 5 चाहिँ अहिले अभाइलेबल छैन अरे त्यसकोमा पुरा नेहरू प्लेसमा गेम हाल्ने थियो मात्रै रहेछ एउटा बाँकी कसले गर्दैन अरे त्यस्तो काम क्र्याकवाला त्यसकोमा अहिले त छैन अरे तर त्यसले नम्बर दिइराख्छ नेपाली रहेछ फेरि त्यो सफ्टवेयर अपडेट गेमवाला पनि नेपाली रहेछ हेभी डिस्काउन्ट दियो मलाई उयसमा फोटोसपको सफ्टवेयरमा पनि मलाई डिस्काउन्ट दियो यो चाहिँ फाइदा चाहिँ अब हेर्नुपर्छ त्यसले चेक गर्छु GTA 5 को लागि भन्दै थियो
बाँकी अहिले चाहिँ अब उतातिर जाउँ, के भन्छ तिलक नगर जानुपर्छ। अलिकति ल्यामिनेसनको काम छ, म्याकबुककै काम हो। जति छिटो काम तुरे त्यति फाइदा छ। ब्याट्री आज चाहिँ ब्याट्रीको अलिकति दिक्कत हुने रहेछ। आज चाहिँ चार्जर छैन, बाटो लामो छ। आजको मेबी भ्लग पनि ठुलो हुनसक्छ। हेलमेट लगाऊ भाइ, हेलमेट लगाऊ बाइकमा। हेलमेट बिना नहिँड। केही लगाए नलगाए हेलमेट चाहिँ लाउनुपर्छ। यसरी पायो भने त अन्त काम भयो नि त, यस्तो पाउनु पर्यो नि त बाटो चाहिँ। अबि लर्नर जाँदो रहेछ। केटीहरूले पुरा सिक्छ यार गाडी। केटीहरूकै डिमान्ड रहेछ नि त गाडीमा, होइन? हाइपर राइड पो भयो त अन्त यहाँ त। उनीहरू चाहिँ तान्नु मजा आउँछ क्या, खाली छ भने, होइन? यो फ्लाइओभरमा चढ्नु बित्तिकै खाली छ भने चाहिँ हेरौँ अब। खाली त देखेको छैन। यसरी एक गियर झाऱ्यो, उठायो हो। लु यसकै कमी थियो। अरे 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 झन्डै हानिदिएको है यहाँनिर। आजदेखि चाहिँ फोटो पनि खतरा खतरामा एडिटिङ हुन्छ हो। भिडियो फोटो आम्बो 4th गियरमा थिएछ यार। यहाँबाट अब घुम्छ, यहाँबाट हुन्छ। खतरा खतरा खतम। आम्मामामामाम खट्टै इन्डिकेटर दिएर त दाजु त बस ड्राइभर पनि। राइडिङ अलिकति रफै छ मेरो। कुनै मार्छ होला यो राइडिङ स्टाइलले पनि। यहाँ यो जोमेटोवाला हेभी स्मार्ट
स्मार्ट तरिकाले खेल्दो रहेछ है। उनी हेर न, नम्बर प्लेट ढाकिरहेछ त्यसले पुरा ब्यागको स्ट्राइपले गरेर। सो अगर यो कहीँ ओभर स्पिडिङ गरिहाल्यो भने या मतलब क्यामेराले त बाँच्यो अब यो। दिमाग लाउनुपर्छ इन्डियामा बसेर। डिफेन्स सर्भिस यो चाहिँ हो जनकपुरी जाने बाटो। यहाँबाट हामीलाई लिनु छ राइट। जाडो त खतरा यार, दिनमा पनि यस्तो जाडो हुँदैछ नि त। दिन दहाडे जाडो भन्छ क्या यसलाई चाहिँ। सदर बजार ब्याट्री ओन्ली 28% निक्ल्या। साह्रो छ है, साह्रो छ। डेस्टिनेसन चाहिँ आउनु आँट्यो अब है। यो स्टिकर चाहिँ दामी छ है। नो टच, सरी नो टची, नो टची। यहाँ हेर, यो हो टोयोटाको वेलफेयर। दामी देख्दो रहेछ रिफ्लेक्सनमा ऊपर ब्ल्याकमा, ब्ल्याक गाडीको रिफ्लेक्सन अन्त हेडलाइट कस्तो दामी देखेको है। अब यसको ब्याट्री जानु आँटेको रहेछ त म अब एकछिन बन्द गर्छु क्या मैले। लु यहाँबाट चाहिँ काम तुर्यो है। यहाँ चाहिँ म हमेसा काम गराउँछु। यहाँ चाहिँ म स्किनहरूको काम गर्छु। ठिक है, थ्याङ्क यू भैया। राम्रो छ कि ढाएर यहाँनिर। हो हेर त लु, 4:03 बजिसक्यो। 4 बजिसक्यो र पनि जाडो। अब जाडो बढ्छ। अब जानुपर्छ घर। घर गएर गर्नुपर्छ एडिटिङ। एडिटिङ गरेर खाना खायो, सुत्यो, छुट्टी खतम। यही हो जिन्दगी। मजा आयो। ब्याट्री पनि फुल हुन आँटिसकेछ। ब्याट्री अरे सरी मेमोरी। अब घर लाग्दिउँ है बाटोमा। अघि बिहान निक्लिँदा त्यस्तो जाडो थिएन, अहिले त अम्बो जाडो बढेको जस्तो लाग्दैछ यार। बिहानभन्दा त 2-3 गुणा जाडो हात हिराउन थालिसक्यो अन्त। खै यहाँ तानिदिउँ एक स्ट्रेच। अम्बो मजा आयो। यहीँ त उडेको म। तान्ने खिच्ने पनि अलग्गै मजा छ हौ तर है। ड्युक चलाउनु भयो होइन, यस्तो स्पोर्ट्स बाइकहरू चलाउनु चाहिँ मजा आउँछ क्या। तर
जो यो 6000 आरपिएमको बात जो यहाँ हुँ गर्छ नि, आम त्यो सुनेर झन् जोस आइदिन्छ क्या। पटाका पनि पड्किन्छ फेरि यसको साइलेन्सरबाट चाहिँ। लु आजको लागि चाहिँ अब है, आजको भ्लग चाहिँ धेरै लामो भयो, त्यसै भएर आजको लागि चाहिँ हामी यहीँ समाप्त गर्नेछौँ। लु धन्यवाद तपाईँहरूलाई, हेरिदिनु भयो होला यहाँसम्म, जसले हेर्नुभयो सबैलाई धन्यवाद। जसले यहाँसम्म हेरिसक्यो, हुन्छ त अब खतम गरिदिउँ त।